ल दाइ यो ठाउँको नाम कुन के ठाउँ दाइ? ल चारङ भन्ने ठाउँमा पनि लोमाङथङ आउँदाखेरि चाहिँ चारङमा चार्ज हुन्छ गाडी हैन। हामीले चाहिँ आज चाहिँ एमजी गाडी लिएर चाहिँ यहाँ आछौँ लोमाङथङ हैन। यहाँ अरू गाडीहरू पनि भ्यानहरू पनि छ। चार्जिङ स्टेसन छैन भनेर साथीहरूले चाहिँ पिर मान्नु पर्दैन। दाइ के कस्तो भयो यात्रा अहिलेसम्म? एकदम हजुर राम्रो छ राम्रो छ। कहाँनिर राम्रो डाला हो? हामी अप्पर मुस्ताङ। तपाईँ त अनि मुस्लिम जस्तो देखिएको छ त टाउका के भन्नु? म मुस्लिम हो। ए छौ है तिमी पनि ल कहाँ हिँड्या खास? हामी अप्पर मुस्ताङ हिँड्या। अप्पर मुस्ताङ राजाको दरबारमा? राजाको दरबारमा। ए ल लोमाङथङ आउँदाखेरि चाहिँ गाडी साडी चार्ज गर्ने ठाउँ पनि छ। ल सबैजना यसरी चाहिँ आउन मिल्छ होइन। यो चरङ भन्ने एउटा ठाउँ छ। यहाँ चाहिँ तपाईँलाई म देखाउँछु। यो ठुलो घर छ होइन। लुम्बिनी गेस्ट हाउस आउनु होला सबैजना। लुम्बिनी गेस्ट हाउसमा चाहिँ चार्ज गर्ने ठाउँ छ। ल चार्जिङ स्टेसन फ्रम लुम्बिनी गेस्ट हाउस। डिजेल पेट्रोल पनि पाउँछ यहाँ। जुन गाडी बाइक जे लिएर आउँदा नि हुन्छ होइन। ल मजाले इभी भ्यानहरूदेखि लिएर सब कता